हेलो हाई नमस्ते हजुरहरूलाई मनिषा ब्लगमा धेरै स्वागत छ। आज मैले हजुरहरूलाई कुन रेसिपी लिएर आएको छु पक्कै पनि थाहा भइसकेको छ। आज चाहिँ मैले वाइवाई चाउचाउ र अन्डाको रेसिपी लिएर आएको छु। भिडियो पुरा हेरेर साथ दिनु होला। सुरुमा मैले पानी राखेँ एउटा कराईमा। यो चाहिँ चाउचाउ बोइल गर्नको लागि हो। कति आवश्यक पर्छ त्यो अनुसार पानी राख्नु होला। त्यसैगरी मैले पानी राम्रोसँग उम्लेको कारण चाउचाउ राखेँ। अब यसलाई राम्रोसँग पाक्ने गरी बोइल गर्छु। हजुरहरूले यसरी चाउचाउ नटुक्राइकन हाल्दाखेरि चाउचाउ एकदम राम्रो देखिन्छ। फ्राई गर्दाखेरि चाउमिन जस्तो हुन्छ। हेर्न सक्नुहुन्छ चाउचाउ पाक्न लागिसकेको छ। यो चाहिँ राम्रोसँग गलेको हुनुपर्छ। अब चाहिँ चाउचाउ राम्रोसँग बोइल भइसकेको छ। त्यसैले मैले अब यसलाई चाहिँ झिक्छु। पहिले चाहिँ यस्तो भाँडोमा चाउचाउ खनाएर यसलाई चाहिँ चिसो पानीमा पखाल्न लागेको छु। यस्तो गर्दा चाउचाउ टाँसिँदैन। त्यसैगरी मैले कराई बसालेर यसमा चाहिँ आवश्यक अनुसार ओइल राखेँ। त्यसैगरी मैले आलु राखेँ। मैले चाहिँ आलुलाई तासेर यसरी मसिनो पारेर काटेको थिएँ। यसलाई चाहिँ अब नपाक्ने टाइमसम्म यसरी टाइममा चलाइ फ्राई गर्दैछु। मलाई चाहिँ चाउचाउमा यसरी आलु फ्राई गरेर चाउचाउ फ्राई गर्दा एकदम मिठो लाग्छ। त्यसैले हजुरहरूलाई पनि यो रेसिपी बनाएर देखाउँदैछु। मैले आलु पनि झिकेँ। यो चाहिँ राम्रोसँग पाक्ने गरी फ्राई भइसकेको छ। त्यसैले मैले चाहिँ एउटा प्लेटमा राख्दैछु। त्यसैगरी मैले चाहिँ यही तेलमा अन्डा राखेँ। अघि नै मैले अन्डालाई घोलेर राखेको थिएँ। अब चाहिँ म अन्डालाई यसरी चलाउँदैछु। अब त्यो अन्डा राम्रोसँग पाकिसकेको छ। हेर्नुहोस् त। अब चाहिँ म यसमाथि आलु राख्न गइरहेको छु अघि फ्राई गरेको। अब स्वाद अनुसार नुन राख्न गइरहेको छु। त्यसैगरी मैले धुलो खोर्सानी राखेँ। यो चाहिँ चाउचाउको खोर्सानी हो। मैले अघि नै एकै ठाउँमा फुटाएर राखेको थिएँ। अब चाहिँ यसलाई राम्रोसँग मिक्स गरेँ मैले सबैतिर लागोस् भनेर। अब यसमा मैले चाउचाउको मसला पनि राखेँ। सबै मसला मैले राखिसकेँ। अब सबैतिर मिक्स हुने गरी चलाउँदैछु। मैले ग्यास चाहिँ लो हिटमा बालेको छु। अब यसमा मैले चाउचाउ एड राखेँ। अघि न बोइल गरेर यसमा राखेको थिएँ। अब यसलाई म राम्रोसँग मिक्स हुने गरी चलाउँदैछु। अब चाहिँ चाउचाउ राम्रोसँग मिक्स हुन लागिसकेको छ। हेर्नुहोस् त। अब सबैतिर मसला लागिसकेको छ। अब चाहिँ मैले हरियो धनियाँको पत्ता राखेको छु। त्यसैगरी मैले लसुन पनि एड गरेँ। यो सबै मिक्स हुने गरी यसलाई म चलाउन गइरहेको छु। हजुरहरूलाई प्याज टमाटर एड गर्न मन छ भने अगाडि नै फ्राई गरेर हाल्न सक्नुहुनेछ। मैले चाहिँ नहाली आज यसरी अन्डा र चाउचाउ आलु फ्राई गरेर हजुरहरूलाई देखाउँदैछु। आशा छ हजुरहरूलाई यो रेसिपी पक्कै पनि मन पर्यो होला। हजुरहरू पनि यसरी बनाएर एकचोटि ट्राई गर्नुहोला। बाई बाई, टेक केयर।